कसैले सहयोग पाएका छन्। त्यसैले यो प्लेटफर्मलाई एउटा सानो प्लेटफर्मको रूपमा नसोच्नु होला। हिजोको दिनमा मलाई यो अपाङ्ग मान्छे सगरमाथा चढ्न सक्दैन भनेर कसैले सहयोग नगरिराखेको बेलामा यही मगरहरूले एक पाउन्ड एक डलर सहयोग गरेर एउटा प्लेटफर्म दियो। त्यसपछि बल्ल मात्र अरू टोलीहरू आएर मलाई सहयोग गरे। त्यसैले यो ठुलो प्लेटफर्म हो। अनि यो प्लेटफर्म चाहिँ प्लेटफर्म पछि आउने सम्पूर्ण भाइ बहिनीहरू दाजुभाइहरू सबैलाई यो प्लेटफर्म दिनु होला भन्ने म आशा राखेको छु। सफलता भनेको त्यतिकै हुँदैन। सफलताको लागि अर्थात् मेहनत, इमान्दारिता, लगनशीलता, अनुशासन र धैर्यता चाहिन्छ। अहिले धेरै व्यक्ति छोटो समयमा सफल हुन र भाइरल हुन चाहन्छन्। यस बाटोमा लागेर हामी सबै कसैले पनि नैतिकता र विश्वसनीयता नगुमाऊ। जीवन भनेको एउटा घर जस्तै हो। धेरै इट्टा मिलेर घर बनेको हुन्छ। अनि तपाईहरु आज मगरसङ्घमा आउनुभयो, 2-4 जना साथीभाइहरू चिन्नुभयो, 2-4 भाषण सुन्नुभयो। तपाईहरुले तपाईको अन्डरस्ट्यान्डिङमा एउटा इट्टा थप्नुभयो। मान्छेलाई प्रत्येक सानो एउटा सम्बन्ध, सानो एउटा कुरा, तपाईले के खानुहुन्छ, के गर्नुहुन्छ, त्यसले नै हामीलाई डिफाइन गर्छ। सुरुका दिनहरुमा मेरो खुट्टा जाँदाखेरि म व्हीलचेयरमा चढ्न सक्दिनँ। अनि त्यतिखेर मेरो सपना हुन्थ्यो म व्हीलचेयरमा कसरी चढम र टोयलेट एक्लै कसरी जान सक्नु। सो त्यो एउटा सानो इट्टा, जब व्हीलचेयर चढे त्यो मैले एउटा इट्टा थपेँ। तपाईहरु यहाँसँग आएर तपाईहरुसँग धेरैलाई चिन्ने मौका पाछु। मैले अर्को इट्टा थपेको छु। सो इट्टा थप्दा जति थपिन्छ अनि पछि एउटा ब्युटिफुल घर बन्छ। सफलता पनि त्यस्तै हो। तपाईले आर्टिस्टलाई हेर्नुहुन्छ भने अहिले भर्खर हाम्रो नन्द दाइको छोरीले एउटा मेरो प्लेटको पछाडि मेरो एउटा फोटो ड्र गर्नुहुन्छ। सो के छ भने एउटा सो आर्टिस्टले एउटा रङ हुन्छ, त्यो रङ चाहिँ धेरै रङलाई चलाएर एउटा मिनिङफुल चिज बनाउँछ। त्यस्तै हो क्रिएटिभनेस हो। जिन्दगी पनि त्यस्तै क्रिएटिभ हो। व्यापार त्यस्तै क्रिएटिभ हो। व्यापार पनि तपाईसँग अलिकति नलेज छ, तपाईसँग अलिकति नेटवर्क छ, तपाईसँग अलिकति पैसा छ, अनि तपाईले त्यो सबैलाई जोडेर एउटा केही चिज बनाउनुहुन्छ ताकि अरूले त्यसको बेनिफिट लियोस्, वेदर सर्भिस होला वेदर प्रोडक्ट्स होला। सेम त्यो जस्तै जीवन आर्ट बिजनेस मलाई सबै एउटै लाग्छ। त्यो भएर जेमा पनि सानो चिजको एकदम भ्यालु हुन्छ। एकैपटक ठुलो कहिले पनि बन्दैन। हामी बच्चामा त एकैपटक ठुलो तपाईहरु त्यहाँ अगाडि सम्पूर्ण पाहुनाजीहरू हुनुहुन्छ, धेरै आफ्नो ठाउँमा आफ्नो पदमा बस्नु भएको छ, उहाँहरू त्यतिकै ठुलो भएको पहिला। त्यो सानो कुरालाई ध्यान दिएर सानो बच्चामा हुँदा हामी केही जाने पर्दैन, कसैले सिकेर आएको हुँदैन, त्यो सिक्दै जाने नै। अनि मैले सुरुका दिनहरुमा मसँग पैसा थिएन। अनि सगरमाथा चढ्नलाई मलाई 3 लाख भन्दा धेरै पाउन्ड पैसा चाहिन्थ्यो। अनि सुरुमा कसैले पनि विश्वास गरेन, साथी परिवार कसैले पनि विश्वास गरेन। अनि मैले मेरो एउटा लजिक थियो कि यो मगरहरूको जनसङ्ख्याको बारेमा कतिजना छन्, युकेमा कतिजना मगरहरू छन्, म त्यो सोच्थेँ कि। अनि हाम्रो लाउरेहरूको पपुलेसन कति छ, युकेको पपुलेसन कति छ, नेपालको पपुलेसन कति छ। अनि यदि उनीहरूले एक पाउन्ड मात्र दिए भने पनि धेरै पनि चाहिँदैन कि। हामी 20 लाख मगरहरू छ, 3 लाख मगरले एक पाउन्ड दियो भने त पुगिहाल्दैन होइन। 100 दियो पनि पुग्यो, 1 डलर पनि पुग्यो। मेरो एकदम सिम्पल लोजिक थियो कि। त्यसपछि मैले त्यो लोजिकलाई गिभअप गरेर धेरै मान्छेले नो भने, धेरै चिजले हुँदैन भने, तर पछि म खुद्दा जाँदाखेरि अलिकति पैसा पाएको थिएँ के अरे ब्रिटिस आर्मीबाट। अनि त्यो पैसा खर्च गरेर केही हिमाल चढेपछि त ओहो चढ्छ कि क्या हो,
भनेर अरूले मेरो साथीहरूले सहयोग गर्न सुरु गरे। त्यसपछि हाम्रो समाजहरू आयो, नेपाली समाजहरू, च्यारिटिजहरू आयो। त्यसपछि बल्ल कर्पोरेट्सहरू छ। अहिले म धेरै विश्व प्रख्यात कर्पोरेट कम्पनीहरूको म ब्रान्ड एम्बेसडर छु। सो त्यो भनेको सुरुको प्लेटफर्म कसले दियो त? मगर साउन्ड जस्तोहरूले दिएको हो नि, होइन? त्यो भएर चाहिँ यस्तै प्लेटफर्म हामीलाई एकदम जरुरी छ। यो सानो संस्था अथवा एउटा के भनेर त्यसरी नल्याउनु, हामी मगरहरू छैन त्यस्तो नगर्नु होला। यो मेरो लागि एकदम ठुलो कुरा हो। म यहाँ काम छोडेर यहाँ छु, होइन? त्यसको कारण के हो त? आई भ्याल्यु द रिलेसनसिप, आई भ्याल्यु द नलेज, होइन? त्यो हुन्छ। त्यो कारणले म यहाँनिर आएको छु। अनि तपाईँले जहाँ इन्भेस्टमेन्ट गर्नुहुन्छ नि, तपाईँ त्यसको रिटर्न पाइन्छ क्या। सामाजिक सेवामा इन्भेस्ट गर्नुभयो भने तपाईँ रेस्पेक्ट पाउनुहुन्छ, होइन? पैसा इन्भेस्ट गर्नुभयो भने त्यसको रिटर्न पाउनुहुन्छ, होइन? सो तपाईँले जहाँ तपाईँको समय इन्भेस्ट गर्नुहुन्छ त्यही पाउनुहुन्छ। त्यो भएर चाहिँ तपाईँहरूको समय सदुपयोग गर्नु। जस्तै तपाईँले लङ टर्म एउटा इन्भेस्टमेन्ट गर्नुहुन्छ भने थोरै पैसा हाले पनि लङ टर्ममा अकुमुलेट हुन्छ क्या। त्यस्तै हो यो जिन्दगी पनि। एउटा इट्टा थपेर ब्याजको स्याज इन्भेस्टमेन्ट त्यसरी नै अकुमुलेट हुन्छ र एक दिन ठुलो चिज हुन्छ। अनि सक्सेस त्यसरी हुन्छ, जिन्दगी त्यसरी बन्छ। सो तपाईँले त्यो कुरा। अहिले म ब्रिटिस आर्मीमा जाँदा अफगानिस्तानमा हुँदा खुट्टा गएको 2010 सालमा। 2010 सालमा खुट्टा गइसकेपछि सुरुका दिनहरूमा मेरो त जिन्दगी सकियो, म त केही पनि गर्न सक्दैन, अब अपाङ्ग भएँ, अब म धरतीको बोझ भएर बाँच्नुपर्छ कि पूर्व जन्ममा केही पाप गरेर यस्तो भयो कि, होइन? म त्यस्तैले 2 वर्ष जति मेरो जीवन गुज्यो। तर पछि भयो कि होइन, यस्तो त नहुँदो रहेछ। यो डिसेबिलिटी भनेको जसलाई पनि हुनसक्छ। म 31 वर्षसम्म थिएँ, एक चुटकीमा मेरो लाइफ चेन्ज भयो, होइन? त्यो भए त्यो त कसलाई पनि हुन्छ। कसै आफ्नो फल्ट बिना कसै डिसेबिलिटी हुनसक्छ। कोही डिसेबिलिटी भएर जन्मिन सक्छ। त्यो भएर तपाईँ डिसेबिलिटी पपुलेसन हेर्नुहुन्छ भने संसारमा 1.3 बिलियन डिसेबल मान्छेहरू छ। त्यो भनेको झन्डै 16% अफ त्यो होल पपुलेसन। यदि तपाईँले एउटा जस्तै म डिसेबिलिटी भएकोले मेरो 4वटा परिवार चाहिँ त्यसले इफेक्ट पारेको छ क्या। एउटा डिसेबिलिटी 2टालाई मात्र असर पारेको छ, हाफ अफ ओल्ड पपुलेसन डिसेबिलिटीले असर पारेको छ। त्यो अनि कुनै पनि प्रब्लमलाई हामीले बाहिर त्यो लुकाएर कहिले पनि सल्भ हुँदैन क्या। कुनै पनि जस्तै मगरसँगमा कुनै समस्या छ भने बाहिरसँग निकालेर तपाईँ डिस्कस नल्याउनु सक्छ, त्यो तपाईँ सल्भ गर्न सक्नुहुँदैन क्या। त्यो भएर कुनै पनि इस्युलाई बाहिर निकालेर कुरा नगर्दासम्म, डिस्कसन नगर्दासम्म सल्भ हुँदैन। त्यो भएको कारणले मेरो काम यो डिसेबिलिटी अवेरनेस बनाउने काम हो। एउटा कुरा चाहिँ म जस्तो डिसेबल मान्छेले हामी पनि केही गर्न सक्छौँ भन्ने एउटा शिक्षा जाओस्। र अरू चाहिँ जस्तै तपाईँहरू मेरो समाज हुनुहुन्छ नि, यहाँ सबै कुरामा म तपाईँलाई आज पनि तपाईँ अलिक भन्न दिन्छ होला, तर नभन्नु होइन। किनभने डिसेबिलिटी अवेरनेस भनेको त्यस्तो हुन्छ क्या। त्यो भएर चाहिँ हामी मात्र नेपाल सरकार किन ब्यान गर्यो त हामीलाई? म सगरमाथा जानुभन्दा पहिला म सुप्रिम कोर्टमा सर्वोच्च अदालतमा मुद्दा लडेर जितेर चढ्न गएको। किन ब्यान गर्नु? किनभनेपछि अवेरनेस छैन, नलेज छैन। त्यो भएर सरकारलाई त नलेज छैन भने नि कमिटीमा कम्युनिटीमा भएको मान्छेहरू त नछुनु पऱ्यो नि, होइन? हुने कुरै पनि होइन नि त। त्यो भएर मेरो काम भनेको अवेरनेस गराउने हो। त्यो मेरो जस्तो जीवन कसैको पनि चेन्ज हुन्छ। त्यो भएर त्यसरी आए, जिन्दगी गुज्रियो। सम पछि मैले आफूलाई एउटा एजुकेट गरेँ, अवेर बनाएँ, केही सिकेँ, मेरो कन्फिडेन्स ब्याक गरेँ। अनि अहिले मैले 7 समिट अस्ति भर्खर सकेँ। 7 समिट भनेको संसारको सबै महादेशको सबभन्दा अग्लो हिमाल। अनि म यहाँ अमेरिकामा आएर अलास्कामा आएर डेनाली चढेको छु। पहिले माउन्ट मेकिनली भन्दा अहिले डेनाली भएको छ। त्यो चढेको छु र अहिले मैले 5वटा गिनिज वर्ल्ड रेकर्ड गर्छु। गिनिज वर्ल्ड रेकर्ड सुरुमा गिनिज वर्ल्ड रेकर्ड कसैको ब्रेक गर्नु र राख्नुमा फरक छ। अनि म अहिले
5वटा रेकर्ड राखेको छ। यदि मैले गिनिज वर्ल्ड रेकर्ड गरेर मेरो साथी 15वटाभन्दा धेरै गिनिज वर्ल्ड रेकर्ड दिन्छ, तर त्यो सानो के क्लेम गरेर ठुलो क्लेम गर्छ होइन। सो त्यो 5वटा गिनिज वर्ल्ड रेकर्डमा चाहिँ म फर्स्ट डबल एलपिटी एबोभ द नी भन्छ, घुँडाभन्दा दुवै खुट्टा घुँडाभन्दा माथि नभएकोहरूमा सगरमाथा चढ्ने, डेनाली चढ्ने, कार्सन पिरामिड चढ्ने र भिन्सेन्ट चढ्ने म पहिलो व्यक्ति हो। साथी म 2टा खुट्टा नभएको 7 समिट चढ्ने म पहिलो व्यक्ति हो। सो त्यो चाहिँ जस्ट मगरहरूको पहिलो व्यक्ति होइन, त्यो नेपालको पहिलो व्यक्ति होइन, झन्डै 8 बिलियन मान्छेको पहिलो व्यक्ति हो। अनि रेकर्ड भएपछि त्यो ब्रेक हुन सक्छ, तर पहिलो रेकर्ड त कहिले पनि ब्रेक हुँदैन। अनि मेरो विचारमा यो रेकर्ड कसको नाममा रहेको छ? मेरो नाममा त छँदैछ होइन, त्यो मगरहरूको नाममा छ, त्यो नेपालको नाममा छ। अनि कहिलेकाहीँ तपाईँले त्यो मेरो पीडा तपाईँहरूलाई पनि होला होइन, मन चाहिँ हाम्रो नेपालमा छ, तर के हामीलाई विदेशी भन्छ नि त होइन। अनि म के गरेँ थाहा छ, 7 समिट कम्प्लिट गरेर टिकट मात्र 3500 पाउन्ड हो होइन। म युके जाने टिकट क्यान्सल गरेर म नेपालमा गएर मगर सङ्घसँग माघे सङ्क्रान्ति टुली खेलमा मानेको हो र नेपालको झन्डा बोकेर प्रधानमन्त्रीलाई ह्यान्डओभर गरेको हो। हामी चाहिँ त्यसरी हामीले हाम्रो देशलाई माया गर्छौँ होइन होइन। मेरो सबै रेकर्ड नेपालको नाममा छ होइन। अनि उ गर्छन् कि हामीलाई चाहिँ यो मान्छे के अरे विदेशमा गएर बसेर विदेशको गुलाबी भनेर भन्छ। अनि कहिलेकाहीँ त्यो चित्त दिन्छ, तर अरूले के भन्छ भनेर होइन, मैले के गर्छु त्यो सोच्नुपर्छ। अनि इथिक्सले, भ्यालुले, नैतिकताले म के हो, म के गर्ने, अरू मान्छे भन्ने त मान्छेले भन्दै गर्छ, तर हामी पर्सनली मैले के गर्छु, मैले के दिन सक्छु त्यो गर्नुपर्छ। त्यसैले पनि मेरो सबै गिनिज वर्ल्ड रेकर्ड नेपालको नाममा छ। अनि मेरो मगर सङ्घसँग मेरो गहिरो सम्बन्ध छ। विद्यार्थी कालदेखि अहिलेसम्म म मगर विद्यार्थी सङ्घ रोल्पाको जिल्ला सदस्यदेखि लिएर युकेको केन्द्रीय मगर सङ्घ र नेपाल मगर सङ्घको केन्द्रको सल्लाहकारको रूपमा मैले काम गरेको छु। मगर विद्यार्थी सङ्घ हुँदाखेरि मगर दुध भाषालाई मात्र मगर भाषा भनिन्थ्यो त्यतिखेर खाम भाषालाई मगर भाषा भनिँदैन थियो। अनि कहिलेकाहीँ कस्तो लाग्थ्यो भने म मगर होइन र यार यो मगर भाषा मान्छे कुन चाहिँले मगर भाषा भन्दो रहेछ, मलाई त्यस्तो लाग्थ्यो के। अनि मलाई यसले एउटा खुसीको कुरा के लाग्छ भने अहिले मगर सङ्घ त्यसपछि अवेर भएर सिकेर 3टा भाषालाई चाहिँ मगर भाषाको रूपमा राखेको छ होइन, चिनाएको छ। सो त्यतिखेर मलाई अनि त्यही पनि फेरि अरू जातिहरूको घरमा गएर बस्नु पर्ने। अनि बुढा भन्थे, बुढा भन्छ मान्छे त धन्नेरी छ त कसरी बुढा भयो भने यस्तो बुली गर्थ्यो होइन। अनि म चाहिँ कस्तो लाग्थ्यो भने कि चाहिँ म बुढा छेत्री लेखौँ कि बुढा थुकी लेखौँ कि त्यस्तो हुन्थ्यो क्या। अनि आफ्नै जातिमा गएर प्राउड गर्नुको साथै आफ्नो आत्मग्लानी हुन्छ। त्यो भनेको हाम्रो नेपालको सोसियल उमा चाहिँ कस्तो लाग्छ भने गरिब दुखी पिछडिएकोलाई हेर्ने चलन छ। तर के हुन्छ भनेपछि हामीले त्यही मान्छेलाई माथि उठाउनु। अनि मगर सङ्घ अमेरिकाले पनि पिछडिएका तल्लो वर्गका मगरहरूलाई नउठाउदासम्म मगर सङ्घको उठ्न सक्दैन जस्तो लाग्छ। त्यसैले मगर सङ्घ अमेरिकाले उपल्लो तहमा भएका मगरहरूलाई अझ माथि पुर्याउन सकोस् र तल्लो वर्गमा भएका मगरहरूलाई माथि बसाउन सकोस्, त्यो म सल्लाह दिन चाहन्छु। अनि यदि मगर सङ्घ अमेरिका बलियो भयो भने मात्र मगर सङ्घ नेपाल बलियो हुन्छ अनि अन्तर्राष्ट्रिय मगर महासङ्घ बलियो हुन्छ।
मगरहरूको इतिहासमा गोरेबहादुर खपाङ्गी जति देन साइट अरूले गरेका छैनन् भन्दा अतियुक्ति नहोला। म विद्यार्थी कालमा हुने बेला उहाँ एकदम अनाहार मगर नेता हुनुहुन्थ्यो। तर अहिले हामीले समीक्षा गर्दा उहाँको पनि केही कमजोरी थियो। त्यो एउटा के थियो भने यसरी मगर सङ्घको स्टेजमा पाहुनाहरूले बोलाउने अनि अरू जातिहरूलाई गाली गर्ने। मेरो विचारमा अरूलाई गाली गरेर दोष लाएर हामी माथि उठ्न सक्दैनौँ जस्तो लाग्छ। हामीले मगर सशक्तिकरणमा ध्यान पुर्याउनुपर्छ र तल्लो वर्गमा भएको मगरहरूलाई माथि उठाउनुपर्छ जस्तो लाग्छ। मगर सङ्घमा क्षेत्रीय, थरीय, वर्गीय, पेसागतमा राजनीति नगर्नु होला। म यो हार्दिक अनुरोध गर्न चाहन्छु। अगाडि धेरै वक्ताहरूले भन्नुभयो विविधतामा एकता। हामी बलियो हुन्छौँ जब चाहिँ हामी सबै युनाइटेड हुन्छौँ। सबै आज यस्तो राम्रो देखियो, सबैले आफ्नो ठाउँबाट आफ्नो ड्रेस लाएर आउनु भएको छ, आफ्नो कल्चर एकै ठाउँमा नाच्नु भएको छ। अनि किन छुट्टिएर नाच्नु होइन? किन भूमि दुईटै ठाउँमा नाच्नु पऱ्यो? 3 ठाउँमा 4 ठाउँमा किन नाच्नु? साथै हामीलाई थर समाज जति हामी सानो हुँदै जान्छौँ नि त्यतिले डिभाइड गर्छ क्या। त्यो भएर हामी त्यो कुराहरू केयरफुल हुनुपर्छ। त्यो भएर पनि क्षेत्रीय, थरीय, वर्गीय र पेसागत रूपमा राजनीति नगरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। मगरहरूको ब्रान्ड हामी इमान्दार, वफादार र कर्तव्यनिष्ठ हुन्छौँ। यो हाम्रो विश्वसनीयता र ब्रान्ड हो। योलाई कहिले पनि तल नझार्नु। हामीसँग के छैन? हाम्रो इतिहासले मगरहरू केहीमा पनि कम छैनन्, जे पनि सम्भव बनाउन सक्छन् भन्ने एक पटक मात्र नभएर पटक पटक प्रमाणित गरिसकेका छन्। यसको अर्को नाम हो हाम्रो निर्मल पूर्जा। उहाँ भर्खरै ब्रोडपिकमा निधन भयो। तर जिन्दगी यस्तै हिमालको अग्ली साइड अफ दिउँसो घाम लाग्दा यस्तो ब्युटिफुल देख्छ नि, तर त्यसको अर्को साइड हो। तर म निर्मल पूर्जा भाइ हाम्रो एउटा लेजेन्ड छ। उहाँ केमा खुसी छु भने उहाँ आफ्नो सपना पुरा गर्दै गर्दा यदि म भयो भने म पनि एभरेस्ट जाँदाखेरि धेरै साथीहरूले त्यहाँ नजा एउटा त्यो नेपालमा हामीलाई ब्यान गरेपछि म एउटा नेता दाइसँग मैले दाइ यसको बारेमा भनिदिनु पऱ्यो, यो त अन्याय हो नि, यो डिस्क्रिमिनेसन हो नि भनेर गएको थिएँ। अनि त्यतिखेर उहाँ दाइले के भन्नुहुन्छ, सायद ठिकै भयो होला भाइ, अब तिमी त जानु परेन, गएपछि तिमी त मर्दैनौ नि, तिमी ठिकै भयो भनेर भन्नुभएको थियो। तर एकछिन हाँसो पनि लाग्यो, एकछिन रिस पनि उठ्यो। तर के भनेपछि हामी मगर त्यति साह्रै कायर छैन होइन। निर्मल पूर्जा फेरि त्यसको अर्को नाम हो र उहाँप्रति म हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँका शोक सन्तप्त परिवारमा हार्दिक संवेदना प्रकट गर्दछु र उहाँको आत्माले चिर शान्ति पाओस्। नेपाल एकीकरणदेखि विश्वयुद्ध र जनयुद्धसम्म आउँदा मगरहरूले ठुलो देन दिएका छन्। 13वटा भिक्टोरिया क्रस मध्ये
सातवटा भिक्टोरिया क्रस त मगरहरूले मात्र जितेका छन्। मगरहरू मिल्यो भने हामी जे पनि गर्न सक्छौँ, नेपालको राज्य सत्ता पनि चलाउन सक्छौँ। त्यसैले मगर एकतामा यो स्टेजमा संसारमा भएका सबै मगरहरूलाई म एकताको आह्वान गर्न चाहन्छु। युनाइटेड वी स्ट्यान्ड, डिभाइडेड वी फल भन्दै फेरि पनि 10औं वार्षिक साधारण सभाको हार्दिक शुभकामना साथै तपाईँहरूको आजको दिन सुखमय बितोस् र इन्जोय गर्नुहोला र म तपाईँहरूसँग एकछिन पछाडि भलाकुसार गर्ने मौका पाउनेछु भन्ने आशा गर्दै मेरो वक्तव्य यही पुगेको छु। धन्यवाद। जय मगर। धन्यवाद।